धन्यवाद सर। ठीक छ सबै थोक? यस सर। ल तपाईँ आफ्नो सामान्य परिचय दिनुहोस् त। मेरो नाम काजल पासवान। मेरो जन्म मिति विक्रम सम्वत 2064 साल 7 महिना 15 गते। मेरो शैक्षिक योग्यता +2 पास। मेरो बुवाको नाम लखनलाल पासवान। मेरो आमाको नाम इन्द्रदेवी पासवान। मेरो घर मिर्सिया नगरपालिका 1 रामपुर बिट्टा। मेरो रुचि डान्स गर्न। मेरो उद्देश्य नेपाली सेना बनेर देशलाई सेवा गर्ने। तपाईँ नेपाली सेनालाई किन रोज्नु भएको? मेरो सानैदेखि सपना थियो कि म नेपाली सेना बनेर देश र जनताको सेवा गर्छु सर। अरू पनि सेवा छन् त, यसै सेवालाई विशेष गरायता दिनुभयो, त्यही कारण हो? हजुर सर। ए नेपाली सेनामा कति प्रकारको विधा पाइन्छ? 8 प्रकारको सर। तपाईको घर सिराहा जिल्ला भन्नुभयो, सिराहा जिल्लाको कुनै 3 धार्मिक स्थलको बारेमा भन्नुहोस्। मेरो सिराहा जिल्लाको धार्मिक स्थलको नाम यस प्रकारको रहेछ। नम्बर 1 मिर्सियाको बजरंगबली मन्दिर, प्रयागपुरको महादेव मन्दिर अनि पिरारीको दुर्गा मन्दिर। तपाईँ कुन प्रदेशमा बसिराख्नु भएको छ अहिले? मध्य प्रदेशमा। मध्य प्रदेशको राजधानी कहाँ छ? जनकपुरमा। ल त्यसो भए चाहिँ तपाईको यो नेपाली सेनाको प्रधान कार्यालय कहाँ रहेको छ र यसको प्रमुख को हो? काठमाडौँको जङ्गी अड्डा अनि अशोक राज सिंहदेव। भेरी गुड। भर्खरै जुन चुनाव भएको थियो, चुनाव पछिको प्रधानमन्त्रीको नाम के हो? बलेन्द्र शाह। नानी घाम जाके बड मन करे नाना एते त चलब। नाना आइए नाना एते त चलब। मेरी टांग में चोट लगती तो चल ना, चल तैयारी हो ना, आओ ना। तू नहीं पहनबा? तू एने जबा? तू बड़ निक छ। मुँह आर में कथी दिन लागल है?